हामी 2083 साल वैशाख मासमा चलिरहेका छौँ। यो वर्ष विशेष गरेर 5 राशिहरूलाई अडैया शनिको दशा चलिरहेका छन् र यो अडैया शनिको दशा चलिरहेको समयमा व्यक्तिका जीवनमा विभिन्न किसिमका उतार चढाव घटनाहरू भइरहन्छन्। विशेष गरेर यी 5 राशिहरूले यो वर्ष ध्यान दिएर आफ्नो जीवन चलाउनु पर्ने हुन्छ। म त्यसको बारेमा जानकारी लिएर तपाईँहरूको माझमा उपस्थित भएको छु। यो 2083 सालमा यो 7.5 शनि वर्षभरि नै शनिदेव मीन राशिमा रहने हुनाले कुम्भ राशिका जातकहरूलाई अन्त्य 7.5 को दशा रहेका छन्। त्यसै गरेर मीन राशिका मानिसहरूलाई मध्ये 7.5 का दशा रहेका छन् भने मेष राशिका मानिसहरूलाई आद्य 7.5 का दशा रहेका छन्। त्यसै गरेर सिंह राशिका जातकहरूलाई अडैया शनिको दशा चलिरहेका छन् भने धनु राशिका मानिसहरूलाई पनि अडैया शनिको दशा रहेका छन्। यस्तै गरेर कुम्भ, मीन, मेष, सिंह र धनु राशि 5वटा राशि भएका व्यक्तिहरूलाई यो वर्ष शनिदेवले गर्दा तपाईहरूको कुण्डलीमा यदि शनि ग्रह अशुभ अवस्थामा, नीच अवस्थामा र पीडित अवस्थामा छन् भने यो वर्ष तपाईलाई शनिबाट विभिन्न प्रकारका प्रभावहरू देखिन सक्छन्। यदि जन्म समयको शनि खराब रहेको छ भने, शनि पीडादायी अवस्थामा रहेको छ भने अपव्यय, दुःख, कष्ट, कार्यमा विलम्ब, पारिवारिक चिन्ता, स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरू आउने, मानसिक रूपमा चाहिँ अशान्ति बढेर जाने, व्यवसायमा चाहिँ हानि हुने, पशु चौपाईबाट पनि नोक्सानी बेहोर्नु पर्ने हुन सक्छ र विभिन्न स्वास्थ्य समस्या, पारिवारिक समस्या, प्रेम, वैवाहिक कार्यहरूमा तपाईले यदि कुनै पनि अफिसमा काम गर्दै हुनुहुन्छ, सरकारी जागिर गर्दै हुनुहुन्छ भने त्यहाँबाट पनि तपाईलाई विभिन्न प्रकारका अपव्ययहरू, कामबाट अपदस्थ हुने सम्मका सम्भावनाहरू हुन्छन्। जेल जीवन पनि तपाईँ जान सक्ने सम्भावना हुन्छ यदि तपाईँको शनि तपाईँको कुण्डलीमा अशुभ अवस्थामा छन् भने। र यसै गरी तपाईँको कुण्डलीमा शनि ग्रह बलवान अवस्थामा, उच्च राशिमा र शुभ अवस्थामा रहेका छन् भने आकस्मिक लाभहरू हुन सक्ने, कार्यसिद्धिहरू हुने, पदोन्नति हुने, तपाईँले गरिरहेको काम व्यवसायबाट अगाडि बढ्ने, जागिर खानु भएको छ भने तपाईँको जागिरमा पनि प्रमोसनको सम्भावनाहरू बढेर जान्छन्। सन्तान प्राप्तिका योगहरू रहेका छन्। व्यवसायमा उन्नति हुने, शेयर कारोबारबाट पनि विशिष्ट प्रकारको लाभ मिल्न सक्छ यदि तपाईँको शनि ग्रह तपाईँको कुण्डलीमा राम्रो अवस्थामा छन् भने। अब तपाईँको कुण्डलीमा तपाईँ शनिदेव कस्तो अवस्थामा हुनुहुन्छ यो जान्नका लागि तपाईँले एउटा चाहिँ अत्यन्तै विद्वान ज्योतिषीलाई चाहिँ आफ्नो परामर्श लिन सक्नुहुन्छ। सही ज्योतिषीयबाट परामर्श लिएर तपाईँ अगाडि बढ्नुभयो भने शनिदेवको कृपाको कारणले तपाईँलाई अत्यन्तै राम्रो पनि हुन सक्छ। यदि तपाईँको शनिदेव खराब हुनुहुन्छ भने यी 5वटा राशिहरूका भएका व्यक्तिहरूले यो वर्षभरि नै शनिबारको दिन व्रत उपासना गर्ने, शुद्ध भोजन गर्ने, पिपलमा चाहिँ जल चढाउने, जलार्पण गर्ने, पिपलको परिक्रमा गर्ने, शनिदेवको चाहिँ जप, पूजा, ध्यान र आदि वस्त्रहरू जो शनिदेवलाई प्रिय लाग्छन् ती वस्त्रहरू दान गरेर शनि